पछि बेलुका चाहिँ पुगेन भने बरु आलु मिसाइदिउँ थपिदिउँ होइन अचार बनाएर रेडी गरौँ अनि आलु चाहिँ त्यो फ्राई गरेर के अरे मुस्ताङ आलु बनाइदिउँ के अलिक गर्नुको लागि उयो सेतो बाटामा हाल न ल काट्या सबै रेडी होला अदर लसुन छँदैछ पुरा मलाई त्यस्तो लाग्यो अचार बनाउन टाइम लाग्दैन के काट्या सबै रेडी छ Thank you.
पछौरी नि हाय हाय हिजो तिम्रो रातो पछौरी गङ्गा जलले पानीले भिज्यो तिम्रो रातो पछौरी गङ्गा जलले पानीले भिज्यो तिम्रो रातो पछौरी रातो पछौरी Không có này đó, không có năm nào xuống gì đâu. Ra là hai cái bánh này tới hàng. जाँड खाएको भने माया मोह भन्ने कुरो मिसिर सक्छ माया मोह भन्ने कुरो मिसिर सक्छ
श्रेष्ठको छोरी हुनुहुन्छ। एकछिन फोटो खिच्नुपर्छ बिस्तारै। ल जोरदारका साथ ताली ताली ल अझै उन्नति प्रगति आफ्नो परिवारको नाम रोशन गर्ने। अब विशु केसी हाम्रो उहाँको सरिताको हाम्रो अभिभावकत्व सरिता हुनुहुन्छ। विशु केसी हजुर सम्बन्ध अभिभावकलाई पनि लगाइदिनु है। खादा लगाइदिनु खादा बढी हुनसक्छ कि त्यही भएर लगाइदिनु। अत्रिसा तिमिल सिन्हा हाम्रो गौरव तिमिल सिन्हाको छोरी हुनुहुन्छ। गौरव अरे हाँस्यो गौरव आइसक्यो। एकदम धन्यवाद धन्यवाद। त्यस्तै हाम्रो अभिषा सिग्देल सन्तोष सिग्देल र भाउजू नचिनेर त्यस्तो भयो। हाम्रो बासुजी आइपुग्नु भएको छैन। बासुजीको छोरा पनि सम्मान छ यहाँ मैले देखिरहेको छु। यहाँ आइसकेपछि नै गरौँला। बाबु नानीहरू तपाईँहरूलाई एकदम धन्यवाद। तपाईँले आगामी भविष्य अगाडि उज्यालो बनाउनु हुनेछ। आफ्नो परिवारको नाम रोशन गर्नुहुनेछ। तपाईँलाई मुरी मुरी बधाई छ। आगामी भविष्यको लागि शुभकामना छ। म हाम्रो उपाध्यक्ष सुरज सानो भनाइ राखिदिन अनुरोध गर्दछु। उहाँले धेरै नै मेहनत गर्नुभएको छ यो आयोजनाको लागि। साथै कहाँबाट आफ्नो समय खर्च गरेर हामीले बोलाएको यस उसमा आएर यति समय दिनुभएको दुःख गर्नुभएको मेरो साथीहरूलाई एकदम मनदेखि नै खुसी व्यक्त गर्छु। धन्यवाद भन्न चाहन्छु है। यो पहिलो कुरा भयो। अर्को चाहिँ अब आज यो कार्यक्रम एउटा सानो कार्यक्रम एकदम मिठो कार्यक्रम राखेको रहेछ साथीहरूले। एकदम राम्रो कुरा गरेको रहेछ। मलाई एकदम खुसी लाग्यो। पछि थाहा पाएँ मैले पनि। र बाबु नानीहरूलाई चाहिँ मैले के भन्न चाहन्छु भने यो एसई भनेको एउटा उदाहरण मात्रै हो। गर्नुपर्ने धेरै छ। तर यो कुरामा यदि पास गरेर राम्रो गरेको कुरामा एकदमै बधाई। एकदमै धेरै बधाई छ। सो अब अग्रिम भविष्यको लागि शुभकामना पनि छ। तर एउटा कुरा के सोच्नुपर्छ भने पढाइ मात्र सबै कुरा चाहिँ होइन। पढाइ भनेको एउटा बियो मात्रै हो। दायाँमा धेरै कुरा छन्। त्यसलाई सँगेर्दै अगाडि बढ्नुपर्छ। घर परिवार फ्यामिली समाज भन्ने कुराहरू धेरै महत्त्वपूर्ण हुन्छ। पढाइ भनेको एउटा धान पनि फल्नु पऱ्यो, रुख पनि हुनु पऱ्यो, हरियाली नै हुनु पऱ्यो। सम्पूर्ण बाटो चाहिँ पढाइ भयो। तर वरिपरि भएको फुल इन्भाइरोमेन्ट भनेको चाहिँ लाइफ हो। त्यो लाइफ पनि त्यत्तिकै मेन्टेन गर्नु जरुरी छ है। यो पढेर मात्रै हुन्छ भन्ने कुरा चाहिँ होइन। सबै कुरा सँगेर्दै आजभोलिको भाइ बहिनीहरूमा चाहिँ बाबुआमामा के समस्या छ भने फ्यामिलीसँग इन्टरेक्ट नगर्ने जस्तो हुन्छ नि। अहिले हामी सोसाइटी यहाँ बसिरहेको छौँ। अब भाइ बहिनीहरू साना बच्चाहरू आए तर सबैजनासँग घुलमिल होला। एकदमै त्यो 7-8जना बच्चाहरू हुँदा नि सँगै घुलमिल जस्तो नभएको जस्तो देखेँ मैले। त्यो पनि एउटा साथीभाइ भएपछि घुलमिल हुने, सबैसँग इन्टरेक्ट गर्ने, हरेक कुरामा बाबु नानीहरूले अगाडि बढ्नमा चाहिँ यस्तो कुराहरूमा ध्यान दियो भनेर धेरै बधाई शुभकामना पढेर है त। थ्याङ्क यू भेरी मच। धन्यवाद सुरज नेपालज्यू। यहाँ हाम्रो अगाडि दुईवटा रुख छ। रुख त धेरै छन्। यहाँ दुईवटा रुख छ। एउटा रुख पुरै सुकेको अवस्थामा छ होइन। एउटा यो गर्मीमा पनि शीतलता दिइराखेको छ। हाम्रो नानी बाबुहरूले सुकेको रुख जस्तो होइन, यो हरियो रुखको शीतलता हामीलाई दिनुहुनेछ। यो समाजलाई दिनुहुनेछ। तपाईँलाई धेरै धन्यवाद। म यो सानो 10 मिनटको कार्यक्रम अब विसर्जन गर्दिनँ। म अध्यक्षज्यू दिवाकरलाई अनुरोध गर्दछु। सम्पूर्णलाई त्यसरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर टाढाबाट यस ठाउँमा उपस्थित भइदिनु भयो र हाम्रो यो सानो तीज कार्यक्रम
पहिलो वर्ष गरेका थियौँ र बिचमा हामी त्यस्तै गरेर दोस्रो वर्ष गर्न सकेनौँ। थाहै थिएन यो सानो प्रोग्राम अहिले यो आयोजना भयो, मलाई पनि यो ज्ञानै थिएन, कसैले के भनेकै थिएन। म त अचम्म लाग्यो होइन, खुसी पनि लाग्यो। त्यो हिसाबले उहाँलाई धेरै धेरै धन्यवाद। र साथीहरूले जुन हिसाबले आफ्नै हातबाट बनाएर आफ्नो साथीहरूलाई चाहिँ तीज कार्यक्रम दर खुवाउने कार्यक्रम गर्नुभयो, त्यो झन् सुन्न सुगन्ध लाग्यो मलाई। र यो कार्यक्रम चाहिँ सधैँ अगाडि बढोस् भन्न चाहन्छु। र यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर सधैँ पालिदिनु होला र अरू साथीहरूले पनि ढिलाउने पनि अलिक चाँडो आइदिनु गर्नु पर्यो है। र यो हिसाबले एकै जग्गामा नपरोस्। समापन भएको घोषणा गर्न चाहन्छु र अब गीतमा रमाइलो गरौँ, नाचौँ, तीज मनाउँ। धन्यवाद। कस्तो लाग्यो सर त
ठोक्न मादल ठोक मायाको खाँचो छ मौका परेको मायाको खाँचो तपाईँ